Hello, good morning everyone. And आज चाहिँ हामी हाइकिङ गर्न लागिरहेछौँ and here is this is Pramila. अनि खोइ हाम्रो बादल चाहिँ here is बादल. Okay, let's go girls. धेरै समयपछि हामी चाहिँ हाइकिङ जाँदैछौँ. हाम्रो हाइकिङ चाहिँ सुरु भएको छ 0 पोइन्टदेखि लिएर सागुरी गढी यानी कि धनकुट्टामा रहेको भेडेटारको सागुरी गढी. आज चाहिँ मौसम पनि एकदमै राम्रो छ. जिन्दगीमा काम मात्रै कति गर्नु हैन, सो हामीले चाहिँ लाइफलाई सधैँ ब्यालेन्स गरेर हिँड्नुपर्छ क्या. त्यही भएर हामी चाहिँ ब्यालेन्स गर्नको लागि कहिलेकाहीँ फन पनि गर्नुपर्छ, घुम्नुपर्छ, रमाउनुपर्छ. एन्ड दिस टाइम चाहिँ हामीले चुज गरेको छौँ सागुरी गढी. हामी चाहिँ छिटै जाने भन्ने प्लान थियो, बट नो हैन, हामीले के गर्दा गर्दै सधैँ ढिलो नै हुन्छ. त्यही भएर हामी चाहिँ उसो पुग्ने बित्तिकै खाजाहरू खायौँ र आफ्नो गन्तव्यतिर लाग्न थाल्यौँ विथ अ ब्युटिफुल भ्यू. कताबाट जाने भनेर तपाईलाई पनि थाहा छैन भने चाहिँ सो यु क्यान वाच आवर भिडियो टिल द एन्ड. हाम्रो प्रवेशद्वार यानी कि श्रम संस्कृति पार्क चाहिँ आइपुगिसकेको छ र यहाँनिर चाहिँ इन्ट्री फ्री लाग्छ मात्र ₹20. हजुर 20 रुपियाँ मात्रै लाग्छ यहाँनिर इन्ट्री गरेको चाहिँ. अब चाहिँ हामी यहीँदेखि जान्छौँ हाम्रो सागुरी गढी. यहाँनिर कदमको बोट पनि भेटेको छौँ. वाउ, so peaceful, so pretty. लहै बाटो चाहिँ एकदम राम्रो छ यहाँसम्म चाहिँ. याथि पनि सायद राम्रै होला. ओह, गलेको अवस्था. हाम्रो केटीहरू चाहिँ अगाडि अगाडि हिँड्दैछ. सो हियर दे आर. यहाँ त म अरू बेला पनि आइरहेको छु प्राय. धरान आएको बेला मलाई यहाँ आउनु मन लागिरहन्छ र आइरहन्छु, भिजिट गरिरहन्छु. तर दिस टाइम चाहिँ एकदमै ग्रिनेरी छ. ग्रिनेरी ओभरलोडेड भयो जस्तो छ. काम गर्दा गर्दा भक्का भएर कहिलेकाहीँ यसरी फ्रेस हुनु पनि हिँड्नुपर्छ. यता एउटा झ्याउकिरी कराइरहेछ, यता एउटा कराइरहेछ. लास्ट टाइम चाहिँ यो ठाउँमा भाइ र म आएर चाहिँ जीवस र म, अनि अहिले चाहिँ मेरो साथीहरूसँग आइरहेछु. तर भाइ र म आउँदा चाहिँ ठ्याक्कै यो कहाँ भन्दाखेरि जस अलिकति माथि मात्रै गएको थियौँ. योभन्दा 2 डाँडा मास्तिर है. अहिले चाहिँ हामी भेडेटार पुग्ने टार्गेट छ. यो चाहिँ फलफुलको एरिया हो क्या. यहाँ सबले मिलेर एकदम मेहनत साथ सबले फलफुलको बोट बिरुवा रोप्नु भएको थियो. अहिले चाहिँ यत्रो ठुलो भइसकेको छ यहाँनिर, फुलिरहेछ. अब फल्छ. फेरि अम्बकको होइन, यो चिचिला पनि लागिरहेछ. माई गड, बटरफ्लाई कति धेरै. उहु, कति राम्रो. प्रकृतिमा हराउनु आएको हामी. कति राम्रो. प्रकृतिमा हराउनु आएको, प्रकृतिलाई लिएर.